फर्स्ट स्टार्टिङ हाम्रो पूजा गरिन्छ यहाँ, त्यसपछि पाथिभारा मन्दिरतिर लागिन्छ। अगाडि छ तेरा ये पावन धाम, जो भी तेरा नाम जपे पूरे होते उसके काम। यो ठाडोबाट मन परिरहेको छ। दूर हो जाए जब तेरे दर्शन पाए, सुबह की आरती सुहानी भक्ति से भर देती प्राण, तेरी महिमा पार माता गाए सारा। हामी पुग्ने ठाउँ चाहिँ बोला देख्यो। तेरा दरबार है मोटामोटी 1-1.5 घन्टादेखि हिँड्दैछौँ तलदेखि। अघि भेट्ने जर्मनी साथीहरू अगाडि बढौँ त। तेरा नाम पुकारे उसका जीवन धन्य बना दे, हाथ जोड़ हम करते अहिले थोरै माथि शरण में आए जानुपर्नेछ। उसके बिगड़े काम सारे, माता पाथी भरा तेरा चाहिँ परेकै रहेछ, तर अस्ति नै परेको रहेछ। हिजो आज परेको अझ झप्लक्कै देख्नु पाउँथ्यो। ल चाहिँ हामी पुग्नै आँट्यौँ। थोरै मात्र मन्दिर, यहाँबाट 10 मिनटको बाटो। भक्तों का हर सहारा, जो भी सच्चे मन से माता पाथिभारा माता उसका जीवन धन्य बना दे। कट सारे साथीहरू हाथ जोड़ हम करते विनती, कृपा बनी रहे तेरी शरण में आए जो भी इसके बिगड़े काम सारे। जय माता पाथिभारा, जय माता पाथिभारा। धेरै दुःख गरेर आइयो राजीव सर, ठिक छ। जय पाथिभारा माता। हाम्रो टन्नै सरहरू पनि आउनुभएको छ, अरू साथीको दर्शन भइसक्यो। दर्शन भयो होइन? भयो भयो दर्शन भयो। सब मोबाइलमा व्यस्त छ यार, कोही बोल्दैन यार। सब मोबाइलमा व्यस्त छ, कोही बोल्दैन। होइन हाम्रो रियल नेता त बोल्नु पर्ने नि। क्यामेराम्यानमा यति के छ? दर्शन भयो नि मजाले। हाम्रो टिमको 2 जनाको अहिले पनि बाँकी नै छ आउन। हाम्रो राजीव सर त लाग्दैछ आमा लाली गुराँस जस्तै खुल्ले छ। राहुल सर बाँकी हो, कति क्यामेरामा व्यस्त हो।